यसको बनाइदियो भिडियो यहाँ लौ सबैलाई यसलाई एउटा लौ मेरो दाइ चाहिँ औषधि टिपिरहेको छ र गाइस बाटोमा चाहिँ औषधीको बुट्टा हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। यति बेला म गाउँघर आएको छु र आज चाहिँ मैले हजुरलाई आफ्नो गाउँघरको सबै भिडियोजहरू देखाउने छु के कस्तो हुन्छ है। र अहिले चाहिँ म हाम्रो गोठमा आएको छु। हेर्नुहुन्छ एउटा भैँसी छ, यो चाहिँ अघिल्लो महिना यसको बेबी हुनेवाला छ गाइज। र यहाँ चाहिँ काठाहरू छन्, टक्क बसेका छन्, घाँसहरू खाँदैछन्। यता पनि छ ठुलो, यहाँ पनि साना साना बच्चाहरू छन्। र खेतहरूमा चाहिँ मकै लागेको छ गाइज, यस्तै छ। र यो चाहिँ हाम्रो मेन घर है। माथिबाट भ्यू चाहिँ यस्तो देखिन्छ साथीहरू, हेर्नुहोस् टक्क डाँडा काँडाको। र अब चाहिँ मैले हाम्रो घरमा के लागेको छ सबै देखाउँदैछु। यो चाहिँ साथीहरू ध्वजाहरू बाँधिएको छ, यो के को रुख हो मलाई थाहा छैन है। र यता चाहिँ चल्लाहरू छन्, कुखुराहरू हेर्न सक्नुहुन्छ, धेरै छन्। हेलो। र अब चाहिँ म यहाँ बगैँचा जस्तो छ सानो, त्यो भित्र जाँदैछु। धेरै गोलबेडाहरू अर्ग्यानिक, यहाँ चाहिँ भेन्टा पनि छ है, जसलाई ब्रिन्जल बेङ्गन भनिन्छ। ल हेर्नुहोस् त कति धेरै लागेको छ गाइज, एकदम बबाल। अनि यता गोबीहरू पनि छ टक्क, कति साना साना छ। आज चाहिँ यसको चटनीहरू खाने हामीले टिपेर। र गोबीहरू त्यहाँ चाहिँ पानी लगाउनु भए, तलतिर चाहिँ मकैहरू पनि छ, हेर्न सक्नुहुन्छ। अँखुहरू पनि छ टक्क गाइज, मकै पनि ठुला ठुला भइसकेका छन्। यो चाहिँ खुर्सानी पनि लागेको छ है गाइज, अर्ग्यानिक गोबीहरू हुँदैछ साथीहरू। यो चाहिँ ठुलो डल्ला भइसकेको रहेछ। र कस्तो छ कि हेर्नुहोस् त कति ठुलो गोबी हो। अनि पुरै गोलबेडाहरू लागेको छ टक्क। अब चाहिँ मैले चाहिँ चिया खान्छु भित्र गएर। ओ चिया खानुहोस्, खानुहोस्। यसले चाहिँ मिस्त्री काम गर्दैछ गाइज। यिनी चाहिँ मेरो भान्जा हुनु है गाइज। यसको बनाइदियो भिडियो यहाँ लौ सबैलाई लौ यसलाई एउटा लौ, तिमीलाई ओइ लौ सेमेको छोरा लौ, यिनी तिमीलाई पुग्यो सबैलाई पुइन लौ रे तिनी अघिको बिहाले दिएको गगन कुल्लु फेरिमा काली हो त्यो ड्रेस। बाई। र गाइज अब चाहिँ हामी बहिनीको घर जाँदैछौँ। र बाटोमा चाहिँ किम्मुको बुट्टा हेऱ्यौँ, हेर्नुहोस् त पुरै बुट्टाभरि लागेको छ है, टक्क खायौँ। जाँदैछौँ दुई भाइ भएर। हेलो गाइजहरू, म चाहिँ अहिले मेरो गाउँमा छु। यहाँ चाहिँ प्रशस्त औषधि फलेको छ, सिजन अनुसारको फल चाहिँ गाउँमा प्रशस्त पाउँछ। मेरो दाइ चाहिँ औषधि टिपिरहेको छ। अनि चराचुरुङ्गीले नि खान्छन् होला। अब हामीलाई नि मिठो हुन्छ, हामीले नि खाएकै छौँ। मैले चाहिँ यहाँ तोडेर खाँदैछु हेर्नु त। ल गाइज हामी दुई भाइ चाहिँ उहाँ जाने हो तल है, त्यहाँ बहिनीको घर छ। अनि उहीँ गएर भेट्छु ल। फाइनली हामी चाहिँ यहाँ पुगिसकेको छौँ बहिनीको घर है।
भाइ खाना ठुलो पानी पर्यो गाइज। ओके गाइज, पानी परेर मौसम एकदम बवाल भयो र हामी दुई भाइ चाहिँ घरतिर जाँदैछौँ है। पानी परेर मौसम एकदम चिसो भइरहेछ गाइज, गर्मीको टाइम हो। हेर्नुहोस् त क्या बवाल भ्यू आइरहेछ। यहाँ दोकानमा कोही छैन त मान्छे। ठुलै भएछ बहिनी त। हजुर, विक्रम मात्रै छ। हजुर होस् मेरो बुहारीलाई किन होस्। हजुर